आज चाहिँ हामी जाँदैछौँ यो थेओन्सामा रहेको बौद्ध गुम्बा, यो तिब्बतियन म्युजियम। यो चाहिँ धेरै वर्ष पहिलाको यो तिब्बतबाट आएको भन्ने मान्यता रहेछ। यो बौद्ध गुम्बाको चाहिँ आज म हजुरहरूलाई के छ त यहाँभित्र सब कुराहरू देखाउने छु है त। जुत्ताहरू खोलेर जानुपर्ने होला नि। कमाएर आफ्नो स्वास्थ्यलाई पनि ख्याल राख्दै अगाडि बढ्नुपर्छ। यसरी पिकनिक समुदाय नआउने, यति आराम गर्ने सोचेको थियो त कसैले। आज तपाईँहरू वनभोज आएर यतिको राम्रो लामा पनि भेट्यो, यस्तो मेडिटेसन पनि गर्न पायो, सोचेको थियो त। त्यसको लागि कसलाई धन्यवाद भन्नुपर्छ? भान्दाजीलाई भन्नुपर्छ। दले लामा भने खतरा देखिँदो रहेछ। यो त शेर्पाको रहेछ त। अनि यो म्युजियमभित्र चाहिँ बौद्धको मात्र नभएर हिन्दू तथा क्रिस्चियनहरू सबैको मूर्तिहरूदेखि सब कुराहरू यहाँ समेटेर राखेको रहेछ। हिन्दू धर्मको मूर्तिहरूदेखि हिन्दू धर्मको रीतिरिवाजहरू सब कुरा छ यहाँनिर। हेर्दै जानु है त। नाकबाट सास घुमाइरहनु। शिवजी नली खुट्टा होइन, घुँडादेखि मुनिको यिनीहरू चाहिँ तान्त्रिकहरूको पनि अघोरी बाबा बजाउनुलाई यो कपाल भने होइन लाखे यहाँ चाहिँ स्वर्ग जाने बाटो र नर्क जाने बाटो भनेर छुट्याइएको रहेछ। हामी चाहिँ पहिला स्वर्ग जाउँ है त। सबै नेपालकै हो त यो तिब्बत। यो त हो होइन के सान रे हाम्रो त्यहाँ भएको माइसान ए होइन कस्तो 10% हो? 10%। अरे वो 10% वाला दे
टेकै हुन्छ बिस्तारै अलि बिस्तारै। अगाडि आउनुपर्छ ल ओके मेरो साङ्क्राजी मेरो हजुर एउटा मेरो पनि वन ब्यागमा होइन त्यो हो कम्फो असल $5 लाख वनको हो यो कति महँगो हुन्छ यस्तोहरू 2 लाख वन यसको चाहिँ मूल्य छैन यसको 2 लाख वन भन्ने हातले भन्छ नि अब चाहिँ हामी नर्गको बाटो भन्ने रहेछ यो मुनितिर हेर्छौँ है मुनिको कोठामा चाहिँ नर्ग भनेर लेखिएको छ यहाँ एउटा फोटो कता गयो भाइ यहाँ सक्सेस भन्दै त्यही त के हो यो ताजमहल नर्गलो उतारे यस्तो गरेर त्यहाँ ठाउँमा लगाएर मिलाएर हेर्ने जस्तै हरेक मान्छे नर्काउँदा हेर्दा त्यो बडा पहिलाको पैसा माथि मुस्ताङ कता कता यो त भन्छ पाउँछ त निमला छ छ अनि त घर पनि भेटिँदैन त्यो मलाई हुम्ला डोल्पातिर त अनि यसै गरी काटेर किन्दा लगाउने डोल्पा होइन नि। के अरे अप्पर मुस्ताङतिर ऊ हो अहिले पनि चलन त रहेछ मरेपछि त्यो चिना हेराउँछ अरे अनि कसरी त्यसलाई गर्ने भन्ने हुन्छ अरे क्या चिललाई खुवाउने कि खोलामा बगाउने कि नेपालको संस्कृति खोलामा बगाइदिने कि काटेर गिदी टिका हेर नि यहाँ त सुतेर एक्सपिरियन्स पनि गर्नु मिल्छ रातभरि सपना त्यही आउँदैन मन डरायो भने आउँछ मन डरायो भने आउँछ सबै गयो भने डर लाग्छ मलाई सबै भएर पो यो चाहिँ नेपालमा फोटोहरू चाहिँ होइन तर नेपालमा पहिलाको मानगण्डी पहिलेदेखि टिकट कति छ कति अब कति हेर्नु